केही हुन सक्छ र नेपालमा नि केही गर्न सकिन्छ र भन्ने मान्छेहरूलाई यो भिडियो है त। ल हेर्नुहोस्, हामीले चाहिँ तपाईँको अनलाइन गरेको लगभग तपाईँको 8 महिना जति भएको छ। 8 महिनामा चाहिँ हाम्रो आजको दिनमा तेल सकिसकेको छ, रित्तिसकेको छ। ल हेर्नुहोस् त, ल रित्तिसकेको छ कि सबै अनलाइनमा डेलिभर गर्नको लागि यो पनि भयो, यो पनि भयो। अनि त्यस्तै गरी उता भर्न बाँकी छ, अझै 100 लिटर अर्डर आएको छ होइन। यहाँ फिल्टरमा नि यो 2टा ट्याङ्की पुरै हिजो भरेर आज हिजो फिल्टर गरेर सकिसक्यो होइन। अब यो दुईटामा हाल्नको लागि तेल छैन हो। यसरी तपाईँको चाहिँ स्टकै आउट हुने गरेर, कम्पनीमै स्टक आउट हुने गरेर चाहिँ हजुरहरूले अर्डर गरिदिनु भएको, मन पराइदिनु भएको छ। यसको लागि पनि अझै हामीले चाहिँ मेहनत गर्नको लागि चाहिँ अझै हामी तत्पर छौँ है। हजुरहरूले धेरै मन पराइदिनु भएको छ। ल हेर्नुहोस् त, शुद्ध लोकल तोरीको तेल यसरी हामीले चाहिँ छोपेर होइन, केही नजाओस् त्यता भनेर तपाईँको यस्तरी राखेका छौँ। ल हेर्नुहोस्, शुद्ध लोकल तोरीको तेल यसरी, यो लास्ट ड्रप हो, हिजोको ब्याचको लास्ट ड्रप हो। अब यो नयाँ ब्याचको बन्दैछ, नयाँ ब्याचको। ल हेर्नुहोस् त, त्यहाँनिर नयाँ ब्याचको यहाँ बन्दैछ हो। यो चाहिँ फ्रेस ब्याच हो है। ल हेर्नुहोस्, यसरी चाहिँ हाम्रो तेल चाहिँ तपाईँको 2 दिन पनि नटिक्ने गरेर चाहिँ हाम्रो बिक्री हुन्छ। सो तपाईँलाई पनि शुद्ध लोकल तोरीको तेल चाहिन्छ भने हामीले नयाँ फिल्टर पनि जोडिसकेका छौँ। हजुरले चाहिँ हामीसँग अर्डर गर्न सक्नुहुन्छ। हस् त, धन्यवाद।